या अब यो अहिले किताब छ नि अरे त्यसो है ल अब सुरु गर्छु है सबै किताब हेर्नुस् सानो किताब चाहिँ हेर्नुस् है यहाँ के लेखेको छ भनेदेखि निरे न्याम्ले दुपा ताङ लमे नेन्जोर ट्रुन्जिङ सिङ्गी थेम्के छेन्ताङ चेपा सुक्सो भनेको छ यो किताबको भित्र चाहिँ मूल दुई विषयमा छ एउटा चाहिँ के हो भनेदेखि निन्रे न्याम्लेन भन्ने चाहिँ दैनिक जीवनमा ध्यान अभ्यास कसरी गर्नुपर्छ भनेको विषयमा है निरे न्याम्लेन द्वीपा भने चाहिँ दैनिक जीवनमा एक दिनको भित्र ध्यान अभ्यास गर्ने तरिकामा अनि छोटकरीमा पनि छ अनि के अरे गम्भीर रूपमा भने गर्ने तरिका छ त्यो दुईमा चाहिँ अहिले चाहिँ छोटकरीमा गर्ने त्यो तरिका चाहिँ लेखेको छ किनभनेदेखि गुरुहरू भयो भिक्षुनीहरू उहाँहरू त धर्ममै लागेको हो त्यो माथि उहाँहरूले धर्मलाई ध्यान अभ्यास गर्ने समय धेरै छ त्यसको कारणले गम्भीर रूपमा लेखेको चाहिँ उहाँहरूले गर्ने अब जनताहरू भयो धेरै त्यो के भन्छ बिजी त्यहाँ बिजीले खर्च गरे व्यस्त भएको मान्छेहरूले अनि गम्भीर रूपले एक दिन दैनिक अभ्यास गर्नु सक्दैन त्यसको लागि चाहिँ यो छोटकरीमा चाहिँ अनि राखेको यो धेरै राम्रो छ हैन अब त्यसको आगम र वाक्य दुईटै अनि अहिले दिँदैछ त्यसो कारणले सबैले राम्रो गरेर सुन्नुहोस् भनेर अनुरोध गर्दैछु दोस्रो चाहिँ यो भित्र दोस्रो के को विषयमा छ भने गुरुयोगको विषयमा छ त्यो गुरुयोगमा भने धेरै किसिमको छ अहिले यो गुरुयोग चाहिँ आफ्नो गुरु र अवलोकितेश्वरा चेन्जेसी त्यो दुई एउटै सम्झेर गुरुयोग गर्ने तरिका चाहिँ यहाँ छ त्यसो कारणले यो सानो किताबको भित्र दुई किसिमको कुरा छ एउटा चाहिँ दैनिक ध्यान अभ्यास र अनि गुरुयोग अवलोकितेश्वरसँग के अरे अवलोकितेश्वरद्वारा गुरुयोग अभ्यास गर्ने तरिका दुईटा चाहिँ यो भित्र छ अब हामी जनताहरूले यही अभ्यास गर्न सक्यो भने धेरै फाइदा हुन्छ खास गरेर अहिले 100 लाख माने जप्छु भन्नेहरूले यो पढेर यसको ज्ञान प्राप्त भएर गर्यो भने धेरै फरक हुन्छ त्यसो कारणले अब यसको सुरु गर्छु अब भित्र हेर्नुस् त भित्र अवलोकितेश्वरको फोटो छ है भित्र यो चेरेसी भन्छ छाक शिवा चेरेसी छाक शिवा 4 हात भएको अवलोकितेश्वर अब त्यसको पछाडि हेर्दा ओम आफोङ भनेको छ त्यसको पछि निरे न्याम्ने द्वीप सुक्सो भनेर सुरु छ हो त्यहाँ ठक्कै त्यहाँ छ नि हो लो अब सबै त्यहाँदेखि हेर्नुस् ल निरे न्याम्ने द्वीप सुक्सो छ नि अब यो चाहिँ अब एक दिनमा ध्यान अभ्यास गर्ने भएको कारणले मैले बिस्तारै भन्छु ल बिस्तारै तपाईहरुले भने त्यो तिप्ती सम्बोधन लेबे आउनेहरूले तिप्ती लेबे आउनेहरूले अनि मैले यसरी आगम दिँदाखेरि तपाईहरु भने प्रत्यय गर्ने नकराउने सुनेर यसरी मनदेखि नै प्रश्न गर्नु ल या तातो सिंदा
निरे न्यामलेन दुपा सुक्सो यसको मतलब दैनिकको अभ्यास छोटकरीमा भएको हो भनेको छ अब त्यसको पछि चाहिँ सानो अक्षरमा के लेखेको छ भने शमसिल यज्ञ चेनम नाग्दु रिगिन भनेको छ त्यसको मतलब तल्ल भएको अक्षरमा अलिकति कालो टेरी कालो बनाएकोहरू छ त्यसलाई यज्ञचेन भनेको शमसेल भने चाहिँ मुनि भएको तल्ल भएको यज्ञचेन भने चाहिँ कालो टेरी कालो बनाएको अक्षरहरू भनेको यज्ञचेनम नाग्दुरी यिन भने चाहिँ पाठ गर्ने पूजा पाठ गर्ने हो रे अरूहरू चाहिँ भाग्य र त्योहरू आफूले पढ्नु बेलामा पाठ गर्नु बेलामा चाहिँ कालो देरी बनाएको ठुलो अक्षरहरू चाहिँ पढ्ने हो रे तखेरले याकु नेबछ सुमा क्यार्से छोरो दिर निरे गम यामने छिसु दिबा सेबाला साचे ठो है सँगै त्यो यसो जानु ल मैले बिस्तारै भन्छ नि दिर भने चाहिँ यहाँ भनेको निरे गम यामने छिसु दैनिक ध्यान अभ्यास गर्ने तरिका दिपा भने चाहिँ छोटकरीमा शेपा भन्ने भन्छु त्यो भन्नेको लागि साँच्चै ठोक भने चाहिँ विशेष सूची 6वटा छ रे है साँच्चै ठोक लेखेको छ नि विशेष सूची 6वटा छ रे 6वटा विशेष सूची थाङ्बो दावे नेन्जोर भनेको छ पहिलो प्रथम पहिलो के हो रे दावे नेन्जोर भन्ने चाहिँ उड्ने बेलाको योग साधना फेरि भन्छु है थाङ्बो दावे नेन्जोर पहिलो उड्ने बेलाको अनि योग साधना होला है निपा ठुकी नेन्जोर भनेको छ निपा भने चाहिँ दोस्रो ठुकी नेन्जोर भने चाहिँ स्नान योग साधना स्नान त्यसको मतलब हो बिहान उठ्दाखेरि हामी मुख सुख धुन्छ नि जिउ धुन्छ नि हो त्यसलाई स्नान भन्छ स्नान योग साधना स्नान स्नान योग साधना स्नान योग साधना क्लियर खसा सफा भयो थाहा भयो दोस्रो के अरे अब तपाईँहरू यताउता नहेर्नुहोस् है यहाँ किताबमै हेर्ने नि नत्र कहाँ पाउँछ किताबमै हेरेर जाउँ त मैले यहाँ भने नि निपा ठुकी नेल्जोर त्यसको मतलब दोस्रो स्नान योग साधना सुम्पा थुङ्गी नेन्जोर सुम्पा भने चाहिँ तेस्रो थुङ्गी नेन्जोर भने चाहिँ साधना सान योग विधि थुङ्गी नेन्जोर साधना संयोग विधि त्यसमा 17 है सान योग साधना संयोग विधि त्यो के हो भनेदेखि हाम्रो त्यो बिहान उठेर नसुत्नेसम्म त्यो बिचमा चाहिँ विशेष गरेर ध्यानको लागि भनेर एउटा समय जिउनुपर्छ त्यो समयलाई भनेको साधना संयोग विधि भने त्यस्तो समयमा गर्ने योग अब कहाँ आयो 4 नम्बर 4 मा हेर्नु शिपा भन्छ शिपा भने चाहिँ चौथो सतुङ भने चाहिँ खाना पिउने सा भने खाना तुङ भने चाहिँ पिउने सदुङ्गी नेन्जोर भने चाहिँ
खाना पिउनुको बेलामा गर्ने योग भनेको साधारणमा भन्यो भनेदेखि अब नेपालीमा अलि त्यो के भन्छ शब्द राम्रो भनेदेखि भोजन सेवन योग साधना भनेको भोजन सेवन योग साधना त्यसको मतलब हो खाने र पिउनेको बेलामा गर्ने योग अभ्यास भयो। अब त्यसपछि नम्बर 5 चाहिँ के आउँछ भनेदेखि ngapa न्याल्वे नेन्जोर भनेको छ। ngapa भने चाहिँ पाँचौँमा, न्याल्वे नेन्जोर भने चाहिँ सुत्नु बेलामा अनि गर्ने योग। यो साधारणमा भन्यो भने त्यो अब यो अर्को अक्षर के अरे शब्दमा भन्यो भने शयन योग साधना, शयन योग साधना त्यसको मतलब हो सुत्नु बेलामा गर्ने साधना होला। अब कति गयो 5 वटा। अब छठौँमा चाहिँ के आउँछ ठुप्पा थुसेङ्गी नेन्जोरो रे के लेखेको छ नम्बर 6 मा के लेखेको छ थुसेन भने चाहिँ आने समय। अघि 5 वटा भन्यो नि अघि बिहान उड्नु बेलाको समय अनि के अरे स्नान गर्नेको समय रे अनि साधनाको समय खाने पिउनेको समय अनि सुत्नेको समय त्यो नभएको अरू समय हुन्छ नि त्यसलाई के भन्छ अन्य समय भन्छ अन्य कालको समय भन्छ। त्यसले छेउको भाषामा थुसेन भनेको थुसेन भने चाहिँ अन्य समय भनेको। थुसेङ्गी नेन्जोर भन्नु बेलामा अन्य समयको साधना भनेको अन्य कालको साधना हो। ल 6 वटा भयो नि। अब यो चाहिँ कण्ठ गर्नुपर्छ। एक दिनको भित्र ध्यान अभ्यास गर्नुपर्छ भनेदेखि कसरी गर्ने हो त्यसको विशेष सूची के हो भनेदेखि 6 वटा छ भनेर तुरुन्त मनमा आउनुपर्छ। ल दैनिक जीवनमा ध्यान अभ्यास गर्ने त्यसमा विशेष सूची कति रहेछ 6 होला। अब त्यो 6 मा पहिलो चाहिँ सिकाउँछु है। पहिलो अब त्यो 2 नम्बरमा पेज नम्बर 2 मा हेर्नुहोस् है। पेज नम्बर 2 मा नम्बर 1 लेखेको छ नि सवे सचे थाङ्बो दावे नेन्जो तान्डे क्याप्सिमगी कुलुङ चेपा नि भनेको छ है। म फेरि भन्छु है सवे सचे थाङ्बो त्यसको मतलब हो अघि मूल विशेष सूची 6 वटा छ नि त्यो 6 वटामा पहिलोको मूल विशेष सूची भनेको सवी सचे थाङ्बो भनेको पहिलाको मूल विशेष सूची। त्यो के हो धावे नेन्जोर भन्ने उड्ने बेलाको साधना। धावे नेन्जो त डे क्याप्सिमगी कुलुङ चेपा भने चाहिँ बिहान उड्नेको साधना गरेर त्यो द्वारा अनि पूर्व सोच गर्ने अभ्यास भनेको क्याप्सिमगी कुलुङ चेपास शरण गमन र अनि चित्त उत्पाद शरण गमन र चित्त उत्पादको अनि अभ्यास गर्ने भनेको छ कुलुङ चेपा नि। अब यहाँ सबैले ध्यान दिनुहोस् है। यो किन हामीले पूर्व सोच के अरे पूर्व अभ्यास पूर्व सोच अनि शरण गमन र चित्त उत्पादको सोच त्यो पूर्व अभ्यासमा यो राख्नुपर्ने कारण के हो भनेदेखि यो धेरै महत्त्वपूर्ण हो। बुद्ध स्वयंले
के भनेको छ भनेदेखि छेनम यिकी रङसिन्ते यिनी चोसिङ्गलड्रो भनेको छ। धर्महरू सबै यो धर्म हो कि यो अधर्म हो, यो कुशल हो, यो अकुशल हो भन्ने चाहिँ सिर्फ मनलाई भस पर्छ अरे। ठिक छ, भर पर्छ भर पर्छ अरे। छेनम यिकी रङसिन्तेज है, यो कुशलको धर्म हो के अरे वस्तु हो, यो कुशल हो यो अकुशल हो भन्ने चाहिँ बाहिरदेखि भन्नु सक्दैन रे। यो कुशल कर्म हो यो अकुशल कर्म हो भन्ने चाहिँ कसरी छिटाउनु पर्छ, फरक चाहिँ त्यो मनलाई भर परेर वा छिटाउनु हो रे। छेनम यिकी रङसिन्ते यिनी चोसिङ्गलड्रो। त्यही कारणले तपाईले जो कार्यहरू गर्छ, कर्म गर्छ, त्यसको पहिला तपाईको अनि पूर्व सोच जानुपर्छ रे। तपाईको पूर्व सोचमा अनि कुशलको सोच, राम्रो सोच भएदेखि त्यो सोचले गरेको कार्य कर्म चाहिँ धर्म हुन्छ, कुशल हुन्छ रे। तपाईको पूर्व सोचमा क्लेश रिस राग राखेर तपाईले कार्य गर्यो भने, कर्म गर्यो भने त्यो कर्म चाहिँ पापमा लाग्छ रे, अकुशल कर्म हुन्छ। त्यसो कारणले यो कर्म चाहिँ कुशल हो अकुशल हो भन्ने चाहिँ कहाँ भर पर्छ भनेदेखि पूर्व सोचलाई। त्यसो कारणले पूर्व सोचको बेलामा तपाईले ध्यान दिएर पूर्व सोच चाहिँ राम्रो बनाउनु पर्छ रे। त्यसो कारणले यदि तपाईको पूर्व सोचमा शरण गमन भएर अनि तपाईले कर्म गर्यो भनेदेखि बुद्ध धर्ममा जान्छ। यदि तपाईको पूर्व सोचको बेलामा चित्त उत्पाद बुद्धिचितद्वारा तपाईले कर्म गर्यो भनेदेखि त्यो कर्म चाहिँ अनि के अरे महायान बौद्ध धर्ममा लाग्छ। त्यसो कारणले बुद्धले हामी के अरे बुद्धको सिद्धान्तमा यो कर्म चाहिँ कुशल हो कि अकुशल हो, धर्म हो कि अधर्म हो, पाप हो, त्यो सबै अनि मनको पूर्व सोचलाई धेरै भर पर्छ भनेको छ। त्यसो कारणले यहाँ त्यसो कारणले पूर्व सोच गर्नु अब यहाँ सुन्नु है, यहाँ भनेको छ अब बिहान हामी उठ्छ होइन, बिहान उठ्नु बेलामा चाहिँ पहिला यो सम्झिनुपर्छ, यहाँ मुखबाट पाठ गर्ने होइन, त्यो पढेर चाहिँ मनमा सोच्नुपर्ने। त्यो सांगिकी झेन्डाङ नाङबान्नम ngato थोरङ लाङते दावेन नाइजोर न्याम्लिन छेक तपाईहरु हेर्नुस् है, त्यहाँ म भन्दैछु। तेम्बा सांगिकी झेन्डाङ मुखले बोल्नु होइन कि मैले चाहिँ पर्छ नि, तिमीहरू आँखाले यसो गरेर चाहिँ मनमा पढ्नुपर्छ। तेम्बा सांगिकी झेन्डाङ म एक एक गरेर भन्छु। तेम्बा भने चाहिँ बुद्ध शाक्यमुनि, तेम्बा सांगे भने चाहिँ शाक्य बुद्ध शाक्यमुनि, तेम्बा सांगे झेन्डाङ भने चाहिँ उहाँको चेला, नाङबान्नम भने चाहिँ बौद्धहरू, ngато थोरङ लाङदे भने चाहिँ बिहान छिट्टो उठेर भनेको छ, सुतेर नबसा भनेको छ। थाहा भयो बौद्धहरू के गर्नुपर्छ रे, बिहान छिट्टो उठ्नुपर्छ रे। फेरि हामी आजकलको बौद्धहरू के गर्छ, बेलुका टन्न खाएर गफसफ गरेर टिभी हेरेर त्यो के भन्छ त्यो गाना यस्तो के भन्छ ढिलो सुत्छ होइन, अनि बिहान चाहिँ घाम लागेर पनि फेरि सुतेर बस्छ। त्यस्तो हो। बौद्धहरू चाहिँ के हुनुपर्छ, बेलुका छिटो छिटो सुत्नुपर्छ, 9 बजे 10 बजेतिर सुत्नुपर्छ। मलाई काम धेरै नभयो भने अर्काको लागि धर्मको लागि काम नभयो भने म 10 बजेतिर सुत्छु। त्यो 10 बजे सुतेर बिहान चाहिँ 4 बजे उठ्ने, त्यो के अरे यार्कल खर्छ
यारका वर्षमा 4 बजे उठ्ने विन्टर खर्च कुङ्गा हिउँदो बेलामा 5 बजे उठ्ने त्यसरी गर्नुपर्छ बिहान उठ्नु अब बिहान उठ्यो भने त्यो उठेर चाहिँ धर्म गर्नु बेलामा धेरै राम्रो हुन्छ किनभने बेलुका 6-7 घण्टा सुतेको कारणले जिउलाई पनि अनि शरीर जिउले पनि रेस्ट भन्छ नि खल्ल रेस्ट आराम पाइसकेको हुन्छ मन पनि सुतेर केही नसोचेर सोचेर चाहिँ नसोचेर विचार नगरेर सुत्छ नि मनलाई पनि आराम भइसक्यो अब बिहान उठ्दाखेरि जिउ पनि फ्रेस गर्छ तन्दुरुस्त मन पनि धेरै के अरे शक्तिशाली त्यस्तो छ त्यस्तो जिउ आराम भएको शक्ति भएको मन पनि शक्ति भएको त्यो चाहिँ धर्ममा यसरी प्रयोग गर्दाखेरि ध्यान अभ्यासहरू यस्तो राम्रो हुने हो त्यसो कारणले बौद्धहरू चाहिँ छिट्टो सुतेर बिहान छिट्टो उठ्नुपर्छ यो चाहिँ मनमा राख्नुहोस् मैले अघि बिहान हेर्नु आएको है सच्ची कुरा भन्नु पर्यो नि होइन ला मैले यहाँ गुम्बामा चाहिँ बुद्धको मूर्ति चाहिँ मैले यहाँ चढाएको छ अब त जनताहरू बिहान उठेर घुम्छ होला ध्यान अभ्यास गर्छ होला भनेर चाहिँ हेर्नु आएको अघि बिहान 5 बजी म आएको 3 गुरु रहेछ एउटा हाम्रो त्यो रहेछ आमा एउटा रहेछ 4वटा रहेछ 3 गुरु त ध्यान गरेर बसेछ आमाले केही परेर बसेछ अरू को पनि छैन अब मैले के भन्न चाहन्छु भने आज बेलुका मिटिङ छ त्यो बेलामा भन्छु भोलि अनि हामी चाहिँ 6 बजे सबै यहाँ आउने मैले तपाईहरुले सिकाउँछु परिक्रम कोरा खर्च कोरा परिक्रम नगर्नुको अगाडि कसरी सोच्नु पर्छ त्यो सोचेर चाहिँ 3 चोटी घुम्ने त्यो घुमेर चाहिँ भित्र देउताको भित्र के अरे गुम्बा भित्र आउने 3 चोटी टोक्ने अनि त्यहाँ टोक्नु बेलामा पनि कसरी टोक्ने के गर्ने म भोलि अभ्यासद्वारा तपाईहरुले सिकाउने त्यसो भोलि तपाईहरु यता 5:30 बजे यहाँ आउनुस् है 5:30 बजे यहाँ आउनु मेरो सँगै जाने हो यसो 3 चोटी घुमेर अनि पहिला हामी गर्यो नि यहाँ ध्यान गर्यो नि त्यो बेलामा सबैले कस्तो राम्रो गर्यो थियो त्यसो कारण मैले भोलि तपाई 5:30 बजे यहाँ आउने म पनि आउने त्यहाँ 3 चोटी घुम्ने त्यो त्यहाँदेखि गुम्बा भित्र जाने कसरी टोक्ने कसरी त्यो गर्ने सबै सिकाएर अनि यहाँ ध्यान हामी सबै सँगै बसेर 10-15 मिनेट ध्यान गर्ने अनि प्रार्थना गर्ने त्यहाँदेखि फेरि हामी आफ्नो घरमा जाने हो यसरी गर्यो भने यो सिकाउनु पर्छ के योहरु चाहिँ सिकाउनु पर्छ अब भोलि यसरी गरौँ अल्लाह अब यहाँ सुन्नुस् है यहाँ के भनेको छ तेम्बा सांगेगी जेन्डा नाङबा नाम ngatu thorang langte भने ngatu भने चाहिँ बिहान थोरङ के रे ngatu भने चाहिँ सबेरे खजा ngatu सुदि बिहान थोरङ भने चाहिँ सबेरे उठेर के गर्नुपर्छ रे त्यसो दामे नेजो अनि उड्नेको ध्यान अभ्यास चाहिँ गर्नुपर्छ रे अब उड्नेको ध्यान अभ्यास चाहिँ अभ्यास र यो कसरी गर्ने भनेदेखि थेया थोरङ दामे थेसु नि सेमा था से बिहान नि सेमा खर्सा भीमजिने बिहान भीमजिने बेलामा रेबे भीमजिने बेलामा के सोच्नु पर्छ मनमा यहाँ लामा संगे था मरे नि सेमा था नामखाने लामा संगे था यदम नमगी रांगला यार लंगदे जेजुर खिसिकचे डा ठाकते कुलछोङ समते हर्किलाङ भनेको छ देवा यहाँ सुन्नुस् है गुरु र अनि देवा देवी बुद्धहरू अनि आफ्नो अगाडि आएर अनि आफैले के भन्ने ल अब सुतेर नबस यहाँ सुन्नुस् है सुतेर नबस अब उठा
धर्म गर्नुपर्छ भनेर यसरी अनि गुरु र के अरे इष्टदेव बुद्धहरूले भन्यो भनेर सम्झिने त्यहाँदेखि तुरुन्त उठ्नुपर्छ रे। यहाँ के लेखेको छ हर किलङ है फेरि के अरे बिम्जेर अब कति कहाँ पुग्यो रहेछ हेर्ने अब अहिले त अलिकति के भन्छ ngabo शिव रहेछ आधेरा रहेछ चिसो रहेछ अलिकति सुत्नु भने यसरी सुत्नु हुँदैन है। तुरुन्त उठेर चाहिँ अनि त्यो गर्नुपर्छ भनेर तुरुन्त आँखा त्यो गर्ने उठ्नुपर्छ त्यसरी गरेर बस्नु हुँदैन भने। अब त्यसपछि थेने न्याल्छी रङदो काङबा किल्टुङ छेने धेद्रसम आफ्नो ओजनको माथि खुट्टा वज्र आसनमा बसेर अनि यसरी सम्झिनुपर्छ रे। धा खसङ मसी भर हिजो म नमरेर थानङ लङ्ग्यु छुवा आज म बिहान उठ्नु सक्यो त्यो चाहिँ लम्मा कुन्चु सुङ्गी कटी भनेर गुरु र बुद्ध धर्म सङ्घ रत्नको कृपा हो भनेर सम्झिनुपर्छ रे। गुरु बुद्ध धर्म रत्नको कृपाले म हिजो नमरेर आज बिहान उठ्नु सक्यो भनेर सम्झिनुपर्छ रे। अब त्यसपछि के सम्झिने था दाखी भने अब मैले भनेको मिलु रुम्बु चाहिँ लेन्जिक तम थोप चाहिँ मानवको जीवन एकचोटि मैले पाएको हो एकचोटि मात्र मैले पाएको हो भनेर सम्झिनुपर्छ रे। साङ्गी तेपामा जड्यो थुयु सङ्बो दि यस्तो मानव जीवनमा मैले बुद्ध धर्म भेट्यो बुद्ध धर्म पायो भनेर बुद्ध धर्मलाई दर्शन पायो भनेर सम्झिनु रे। थ्यु सङ्बो दिदाङ खेपर थरिङ्गी निमुन दिलास विशेष गरेर आजको दिनमा भनेको मैले के गर्नु हुँदैन भनेदेखि लेलो त नमिङ फा मेपा दिग्बा मिगे वे छोसु मेतोङ। अब म एक गरेर भन्छु लेलो भने चाहिँ अब मैले असली के अरे धर्म गर्नुको लागि धर्मको लागि अल्छी गर्नु हुँदैन रे। नम्यङ भने चाहिँ विचित गर्नु हुँदैन। विचित भन्नेको मतलब चाहिँ मन यताउता के सोचेर चाहिँ धर्म नसोचेर अधर्म सोच्ने त्यस्तो नगर्ने रे गर्नु त्यो देख्नु पर्यो। अल्छी विचित भामेपा भने चाहिँ परमात्माको सोच परमात्माको भावना त्यो चाहिँ नगर्ने रे। भामेपा भने चाहिँ नराम्रो सोच मन नराम्रो सोच यसको। दिग्पा मिगेवे छो भने चाहिँ अकुशलको पक्षमा नजाने रे। दिग्पा मिगेवे छोसो मितोङवार त्यो सबै टेकेर अल्छी बने टेक्ने विचित बने टेक्ने प्रमाद बने टेक्ने अकुशलको पक्षमा जाने बने टेकेर त्यसमा नगएर अब के गर्ने कुञ्जुसुमलाई क्याप्सु डोसिङ भने बुद्ध धर्म सङ्घ रत्न तिन्द्रलाई अनि तिन्द्रको शरणमा जान्छु। लेन्डे दाङ कर्मलाई मान्छु कर्म र फललाई म विश्वास गर्छु। लप्सुम ह्याम्ने भने चाहिँ त्रिशिक्षा शील शिक्षा समाधि शिक्षा प्राज्ञा शिक्षा तीन शिक्षा पालन गर्छु। लप्सुम ह्याम्ने छुर्सिन छेते थेन्जुर्गी तेला भने चाहिँ मानवको खर्च जीवन र क्षण सम्पद चोला त्यस्तो मानवको जीवन पाएको त्यो चाहिँ त्यसमा मैले के गर्ने निङ्बो लेम्बा भने चाहिँ सार्थक जीवनमा लान्छु र सरपुण्य जीवनमा म लाग्छु भनेर चाहिँ सम्झिनुपर्छ। अब जोस यो भनेको अब मैले पाएको यस्तो मानव जीवन छ त्यो मैले के भन्छ फाल्तुमा जानु नदिने त्यसमा चाहिँ मैले एउटा धर्म राम्रो गर्नु धर्ममा लाग्ने गर्छु भन्ने त्यस्तो
सोच हुनुपर्छ रे निम्बुलमा सिक्दाङ तेम्बे जेजु नाङबा याङ तपसी नेबर छौ न्यमदो सम मैले बुद्धको चेला शुद्ध बौद्ध एउटा चाहिँ हुने गर्छु भनेर सोच्नुपर्छ रे यस्तो सोच्नुपर्छ हामी के हुन्छ हामी मान्छेहरू चाहिँ पापको सोच पापलाई धेरै बानी बेसालको कारणले बिहान उठ्दाखेरि तुरुन्त कोहीहरू खाना कोहीहरू पिउने कोहीहरू म काम छ म त्यहाँ जानु पर्छ यस्तो मात्र सोच्छ नि यस्तो गर्नु हुँदैन बिहान उठ्दाखेरि नै अहिले यो दोस्रो सम्झिनुपर्छ बिहानको सोचले दिउँसोको कर्ममा धेरै फरक हुन्छ बिहानको सोच जति राम्रो भएदेखि दिउँसो कर्महरू राम्रो हुन्छ त्यसो कारणले यो सोच्नुपर्छ भनेको छ छौन्यम सम अब पेज नम्बर यो किताबमा हेर्नुहोस् है नम्बर 4 मा हेर्नुहोस् नम्बर 4 थेने पाली के दुयोबास अब अघिकोहरू चाहिँ के हो विचार गर्ने हो अब अहिले के हुन्छ विचारसँगै पाठ गर्नेहरू हुन्छ कालो कालो बनाएको छ नि अक्षर ठुलो कालो बनाएको छ नि अक्षरमा दुईटा देख्छ कालो भएको र कालो नभएको छ नि ठुलो कालो बनाएकोहरू चाहिँ पाठ गर्ने हो पाठ त्यसो कारणले थेने पाली के दुयोबा अब सबै हात जोडेर भन्नुपर्छ यो अहिले होइन कि भोलि बिहान अभ्यास गर्नु बेलामा नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धासा ए तिनीहरू शब्द शेष बुद्धासा है शब्द चाहिँ लेख्नुपर्ने बद्धासा लेख्यो छ नि बुद्धासा हो ल सबैले भन्नुहोस् है दोहोऱ्याएर भन्नुहोस् यसको आगम दिँदैछु ल भन्नुहोस् ल नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धासा त्यो अब यसको मतलब नमो भने चाहिँ ढोक्दैछु भनेको तस्सा भने चाहिँ संस्कृतमा तत्याथा भनेर एउटै हो रे दिताते भनेको यसरी जानुपर्छ भनेको भगवतो भने चाहिँ भगवानलाई भनेको यो अहिले यो चाहिँ पाली भाषा हो नि पाली भाषामा भगवतो संस्कृतमा भगवान ल भनेको देवा भनेको ल अरहतो भने चाहिँ पालीमा चाहिँ अरहतो संस्कृतमा चाहिँ अरहत यसको चाहिँ डाचोम्बा भनेको डाचोम्बा सम्मा भन्ने चाहिँ के अरे पालीमा चाहिँ सम्मा संस्कृतमा चाहिँ सम्यक याङ थाक्पा शुद्ध भनेको शुद्ध सम्बुद्धासा भने चाहिँ के अरे शुद्ध बुद्ध भनेको है याङ थाक्पे सम्गे सेदाङ अब यो चाहिँ पाठ गर्ने होइन सेदाङ लेक्चर के दो यो भने चाहिँ संस्कृतमा भएको भनेको अब फेरि पाठ गर्नुहोस् है दोहोऱ्याएर भन्नुहोस् ल बुद्धम शरणम गच्छामि यसको मतलब चाहिँ बुद्धको शरणमा जान्छु बुद्धले ढोक्दैछु भनेको फेरि भन्नुहोस् धर्मम शरणम गच्छामि म धर्मलाई ढोक्छु भनेको सङ्गम शरणम गच्छामि म सङ्घहरूलाई ढोक्छु भनेको सङ्घ रत्नलाई जोस् तेरी रत्नलाई यहाँसम्म चाहिँ अनि हामी तेरावादा के अरे मायाना बौद्ध सबैले भन्ने यो अब संस्कृतमा भएको मायानाहरूले गुरुले पनि ढोक्छ त्यसो कारणले यहाँ आएको छ यहाँ नामो गुरुबे भनेको छ गुरुले ढोक्छु भनेको ल भन्नुहोस् त नामो गुरुबे नामो बुद्धाय बुद्धलाई ढोक्छु भनेको नामो धर्मया धर्मलाई छाक्छेलो ढोक्छु भनेको नमा सङ्घाया त्यो चाहिँ सङ्घलाई ढोक्छु छाक्छेलो भनेको त्यो सङ्घले ढोक्नु बेलामा नामो हुँदैन नाममा भनेर लेख्छ अरूहरूले चाहिँ नामो मो छ सङ्घमा चाहिँ पुग्दाखेरि नामा भन्छ त्यो चाहिँ
त्यो कुरा के भन्छ भित्रको कुरा चाहिँ मैले त्यति थाहा छैन तर त्यो अलिकति अक्षर चाहिँ लेख्ने तरिका यस्तो रहेछ नमा संगाया शेत्यन्दे क्याम्डो लेसुम छौ यहाँसम्म चाहिँ शरण गमन तिनचुरी गर भनेको छ अब दोस्रो लामे छक्सेदर तेम्बे कठिन छेन्दे अब यो राम्रो लामे छक्सेदर भने चाहिँ मेरो गुरु छुन मेरो आफ्नो गुरु छ नि गुरुहरूले अनि गर्ने तरिका अभ्यास गर्ने तरिकाद्वारा भन्छु भनेको छक्सेदर तेम्बे कठिन छेन्दे अब यो चाहिँ के हो भने तिप्ती भाषामा छ सम्बोधा लेबीमा यो चाहिँ बुद्ध शाक्य मुनिको कृपा सम्झेर बुद्धलाई ढोकेको हो कसले नागार्जुन पण्डित नागार्जुनले ढोकेको नालन्दाको भारतको नालन्दाको पण्डित नागार्जुनले ढोकेको यो चाहिँ धेरै खर्च चाछुम्बो खर्च चाछुम्बो अति महत्त्वपूर्ण हो ल अब यो पनि भन्नुस् ल खाङघी से हेर्सुङने तावा थम्जे पाङबे छेर थाबे छेने तेन्जेपा गौदम धेला छाछेलो छोटकरीमा भन्छु मैले गौतम बुद्धलाई ढोक्छु उहाँको शरणमा जान्छु किनभनेदेखि मैले गौतम बुद्धलाई ज्ञान गुण देख्यो ज्ञान गुण के देख्यो भने गौतम बुद्धले धर्मदेशना गर्नेहरू सबै के सोचद्वारा गर्यो भनेदेखि खाङ्गी थुक्सी नेर्सुङ्ने भनेर महाकरुणाद्वारा धर्मदेशना गरेको रहेछ भन्यो तावा थम्ची पङ्बे छेर उहाँले धर्मदेशना गर्नेको उद्देश्य चाहिँ के हो भनेदेखि सर्वपानीहरूको सुख प्राप्त हुने दुःख मुक्ति गर्ने हो त्यो कसरी भने दुःख मुक्ति हुनुको लागि दुःखको जरादेखि जरा टेक्नु पर्यो दुःखहरूको जरा चाहिँ के हो भनेदेखि जार चाहिँ के हो भनेदेखि अनि खर्च तावाइ नेम्बाल खर्च मिथ्या दृष्टि हो त्यसो कारणले बुद्ध शाक्य मुनिले दुःखको जरा मिथ्या दृष्टि टेक्नुको लागि धर्मदेशना गरेको रहेछ त्यो मैले बुझेर बुद्धलाई ढोक्दैछु भनेको कस्तो राम्रो छ है थाबे छेने तेन्जेपा गौतम धेला छाछेलो शेत्यन्दे निङने छाछे सुम्बा क्याप्सनगी कुलुङ चोबा अब के अरे छे भाषामा भएको शरण गमन र चित्त उत्पादको पाठ ल सबै भन्नुस् ल संगे छेदाङ छोगे छोनम ला झंझु फार्तो दाने केप्सु छि दागी जिंसो गिबे छोनम की डोला फेन्जेर संगे डुबर शो तीनचोटि गर्नु पाठ गर्नुपर्छ त्यसको मतलब छोटकरीमा भन्छु संगे छेदाङ छोगे छोनम ला भने चाहिँ बुद्ध रत्न धर्म रत्न सङ्घ रत्न त्यो पनि महासङ्घ रत्न त्यो के अरे बुद्धिसत्वहरू उहाँहरूलाई भनेको सङ्घे छोदो छोगे छोनमला चङ्जु भर्तु भने चाहिँ बुद्धता प्राप्त गर्नु नसकिल सम्म भनेको बुद्धता प्राप्त नहुनेचल सम्म दानी भने चाहिँ मैले केप्सुछि भने चाहिँ उहाँको शरणमा जान्छु दागी जिन्सु गिबे मैले अहिलेसम्म अरूलाई दान दिएको शील अभ्यास गरेको अनि के अरे सेवाला खर्च शान्ति अनि अभ्यास गरेको त्यस्तो अभ्यास गरेको कुशल कर्म चिज धेरै छ नि हो त्यो भनेको दागी जिन्सु गिबे छोक भन्नुपर्छ तपाईँहरूले मैले अघि सुनेको दागी जिन्सु गिबे सनम के भन्छ नि त्यो होइन सनम के भन्यो भने हुन्छ तर त्यो एउटा मात्र हो नि छोक नम्की भनेको छोक भने चाहिँ सम्बारा सम्बारामा दुई छ पूर्णे सम्बारा अनि प्राज्ञ सम्बारा यदि तपाईँहरूले सोनमकी मात्र भन्यो भनेदेखि अनि तपाईँहरूले पूर्णे सम्बारा चाहिँ भन्यो
अनि के अरे प्रज्ञा सम्भार चाहिँ छोड्यो त्यसो कारणले सोनमकी भन्नु हुँदैन कि छोकनमकी भन्नुपर्छ छोक भनेदेखि दुईटै त्यो भित्र पसेको हुन्छ दुईटै सम्भार पुण्य र प्राज्ञा दुईटै त्यो भित्र पसेको हुन्छ त्यसो कारणले दागी जिसो गेबे छोनमकी डोला फेन्जे सङ्गीत डुबसो सर्व पानीहरूलाई अनि तर्कल र भविष्यमा सम्म अनि फाइदा हुनुको लागि सङ्गीत डुबसो म बुद्धता प्राप्त गर्नु सकोस् भनेको थाहा भयो ओ यो यसको मतलब अब यहाँ तपाईहरुले यो मनमा राख्नुहोस् सांगे छोतो छोगे छोनमला छन्जु पातो दाने केप्सु छि भन्ने त्यो दुईटाले शरण गमन देखाएको दागी जिसु गिबे छोनम गि डोला पेन्जे सांगे डोबरे शो भने त्यो दुईटाले चाहिँ अनि बुद्धिचित देखाएको थाब अल्लासो अब 4 तेने डोवाचिल मिने छेमेशी कुलुङ छेमेशी दला खर्सा नेपाल केल चार निर्वत्ताको सोच सिमजे थम्जे देवाता देवी युता देम्बर खुर्जी भन्नुस् त सिमजे थम्जे देवाता देवी युता देम्बर खुर्जी त्यस जोक्टा इन्सारे बिस्तारै भन्छु है सिमजे थम्जे देवाता देवी युता देम्बर खुर्जी योले चाहिँ माया दाया माया देखाएको के अरे करुणा अनि खर्च मैत्रियाको सोच फिर भन्नुस् सिमजे थम्जे दोंगल की युदा ठेलवर गुर्जी योले चाहिँ करुणा देखाएको अघिको चाहिँ मैत्रिया अहिले चाहिँ करुणा अब त्यसपछि सिमजे थम्जे दोंगल मेबे देवाताङ मिन्डलवर गुर्जी यो चाहिँ छेउको भाषामा गावा छेमे भन्छ नेपालीमा थाहा छैन के रे गावा छेमे त यहाँले गावा देवा सिमजे थम्जे देवाता माठेना याला समेद्रो हजुर उत्साह खुशी ला गावा छेमे अब त्यसपछि फेरि भन्नुस् ल सिमजे थम्जे निरिङ छक्दाङ निदान ठेवे ताङयमला नेबर गुर्जी अब यो ताङयम छेमे चाहिँ नेपालीमा शब्द के हो हजुर त्यो रिस पनि नभएको राग पनि नभएको त्यो बीचमा रिस राग टेकेको त्यो हो ताङयम नेबर गुर्जी भयो अब त्यसपछि भन्नुस् ल ngapa सांगेगी तेम्बा ता तिनजिन चिलमिकबे गुलुङ सांगेगी तेम्बा भने चाहिँ बुद्धको धर्म तेन्जी भने चाहिँ शासनधारालाई तेन्जी भन्छ के भयो लाइन गयो तेन्जी भने चाहिँ शासनधार भन्छ शासनधार मिकबे गुलुङ त्यो जो होस् बुद्ध धर्म फैलाउने शासनधाराहरू फैलाउनको लागि अनि सोच भन्नुस् ल भन्नुस् फेन्डे जोङने तेम्बा धर्सिङगे तेन्जी किबु थम्जे कुङखम साङ लुइजे कुला दिगी जोंवे ने सांगे तेम्बा तातो गे घुर्ची यसको मतलब छोटकरीमा भन्छु फेन्डे जोंgne भने चाहिँ तर्कलको सुख र राम्रो फेन भने चाहिँ भविष्यको अनि फाइदा
दे भने चाहिँ तर्कालको फाइदा भविष्य र तर्काल दुईटैको अनि राम्रो खुसी सुखहरू कहाँबाट आउँछ भन्ने झुम्ने भने चाहिँ आउने खर्सा झुम्सा खल्लग रे आउने बाटो चाहिँ के हो भनेदेखि तेम्बा भने चाहिँ बुद्ध धर्म हो रे त्यस्तो बुद्ध धर्म चाहिँ फैलाओस् भनेको थर्सिङ्गे दोस्रो तेन्जिङ किबु भने चाहिँ शासनधारा थाम्जे भने चाहिँ सर्व शासनधाराहरू जो सर्व बुद्ध धर्मलाई संरक्षण गर्नेहरू कुङखम सङ भने चाहिँ जीवित खर्सा सकुशल रहोस् लुइजेकुला भने चाहिँ सर्वपानीहरूलाई दिकी जुएन्ने भने चाहिँ खुसी र सुख आउने बाटो सांगे तेम्बा तातो गिगुची बुद्ध धर्म हो त्यो बुद्ध धर्म चाहिँ जहिले पनि अनि फैलाओस् भनेको चेद थेने यार लङ्खर अब यहाँसम्म चाहिँ त्यहाँ ओछ्यानमै बसेर पाठ गर्ने त्यसपछि ओछ्यानदेखि उठ्नुपर्छ त उठ्नु बेलामा के गर्नु पर्यो थेने यार लङ्खर उठेर तुरुन्त जानु हुँदैन थेने यार लङ्खर रङ्गी काङ्लाके होदु आफ्नो खुट्टा र हातलाई होदु हातको तला शिवर जुवे बुसिन सोला निङ्जे सभा सुक्टा मन्दु ताङदेश अब हामीले उठेर जाँदाखेरि खुट्टाको मुनि कति किरा मार्छ हातले काम गर्दाखेरि कति किरा मार्छ त्यसो कारणले खुट्टा र हात प्रयोग नगर्नेको अगाडि खुट्टा र हातको मुनि हातलाई के गर्नुपर्छ भनेदेखि कङ्थिलको नाप भनेर चाहिँ पैतालाको मन्त्र चाहिँ पाठ गरेर गर्नुपर्छ अब त्यो पनि कसरी भनेदेखि त्यस्तो किराहरू सबैलाई करुणा माया दाया सम्झेर गर्नुपर्छ यहाँ छ नि निङ्जे सम्पा भने चाहिँ करुणा भावना है सुक्टाक भने चाहिँ तिवार मन्दु ताङदे भने चाहिँ पाइलो अनि त्यो करुणा भावना होइन पाइलो तिवार करुणा भावना गरेर नाक्तु भने चाहिँ मुखले कङ्थिलको नाक भने चाहिँ पैतालाको मन्त्र गर्नुपर्छ भनेको छ छाखोपी अब यो तपाईँहरू दोहोरेर भन्नुहोस् ल पैतालोको मन्त्र चाहिँ के हो भनेदेखि यहाँ ओम खरे चारा गना हुङ ह्री स्वा यो तीनचोटि गर्ने से ले सुम देने काङ्ला तो छिल्मा ताव हात र पैतालमा चाहिँ फु गर्ने छिल्मा ताते थुक गर्ने काङ्ला यो हो तो शिवर गुवे बुसिनम तेडोल हामी कोपाउ थबसोके मेरम छ अब मेरो पैतालको मुनि र हातद्वारा जति मारेको त्यसमा मरेको किरादेखि लिएर जति छ त्योहरू सबै अनि खर्सा डेन्ड्रो सुगति लोकमा खर्सुरे जन्म लिन सकोस् भनेर प्रार्थना गर्नुपर्छ कोमा थवसके मलम छ थेने यार लाउँदै लो पर्कप त्यसपछि हामी बत्ती बाल्नुपर्छ लो पर्कप दागे लामा कुन्जो सुम्ला छेमे फेवे सनमला तेनेस बत्ती बाल्नु बेलामा त्यसरी उठेर यसरी बत्ती बाल्नु हुँदैन त्यो गर्यो भनेदेखि पैसा पनि खराब त्यो धर्म पनि लाग्दैन कि पुण्य पनि कमाउँदैन आफ्नो घरमा भएको बत्तीहरू सबै छेमे हो भनेर सम्झेर बुद्ध अनि धर्म सङ्घ गुरुहरू सबैले म छेमे बाल्दैछु भनेर सोचेर बत्ती बाल्यो भने सबै पुण्य कमाउँछ धर्म हो त्यसो कारणले यहाँ थेने यार लाउँदै लो पर्कप धाकी लामा कुन्चो सुम्ला छेमे फेवे सनमला तेने माङ्गुर सिम्जे थम्जेगी ग्युला छेरब दो नम्जेगी शेरब भने चाहिँ प्राज्ञा
र ज्ञान शेरबको नम्जिकी शेरब भने चाहिँ परविच्चय प्राज्ञा प्राज्ञा शेरब भने चाहिँ प्राज्ञा हो प्रज्ञा विवेक ज्ञान शेरब चिदङ खेबर दु भने चाहिँ विशेष तेन्जुङकी थेफनङी तोबे शेरब तेन्जुङ भने चाहिँ पति र समुपात थेफनङी भने चाहिँ तत्वा तोपे शेरब भने चाहिँ ज्ञान तेन्जुङकी थेफनङी तोबे शेरबको मतलब चाहिँ पति त समुपात तत्वा ज्ञान भनेको रे शेरब केवल सो प्राप्त होस् है उपलब्ध होस् भनेर अनि प्रार्थना गर्ने चे मैंने नाग्दो अब भन्नुस् ल दोहोऱ्याएर भन्नुस् ल अहिले यहाँ आयो नम्बर 8 मा पुग्यो के पर शोक चे मैंने नाग्दो ल भन्नुस् ल दोहोऱ्याएर तोङी तावा रिम्बुछे माके पनम के झुर्ची केपा न्याम्बा मेपर यांग घोंगने घोंगदो फेवर शो छोटकरीमा त्यसको मतलब भन्छु तुङी भने चाहिँ शून्यता तावा भने चाहिँ सिद्धान्त तुङी तावा भने चाहिँ शून्यताको सिद्धान्त भनेको अब यो चाहिँ सिर्फ बुद्ध धर्ममा छ तुङी तावा रिम्बुछे भने चाहिँ त्यो सिद्धान्त चाहिँ रत्न हो रे रत्न त्यसो कारणले तुङी तावा रिम्बुछे भने चाहिँ शून्यताको सिद्धान्त रत्न भनेको माकेपनम के गुजी त्यस्तो सिद्धान्त चाहिँ मेरो मनको भित्र नआएको चाहिँ आउनु दिनुस् भनेको प्राप्त होस् भनेको केमा यहाँ मेबरा भने चाहिँ त्यो प्राप्त भएर त्यो चाहिँ यहाँ मेबला खर्च छाया भएर नजाओस् भनेको घोने घोंदो फेवर सो भने चाहिँ त्यस्तो सिद्धान्त चाहिँ अनि फैलाओस् भनेको मेरो मनको भित्र शून्यताको सिद्धान्तहरू अनि धेरै अनि फैलाओस् भनेको कस्तो राम्रो छ है यस्तो प्रार्थना चाहिँ सिर्फ बौद्धमा छ बुद्ध धर्ममा छ चेमे थेने रोङ कब थम्जे तो छामनिङजे छाङसिम सो ठेङचेङ हामी यताउता जान्छ अब त्यसपछि यो प्रार्थना गरेर त्यो यो बत्ती बालिसक्यो अब सबै देख्यो नि अब हामी यताउता जान्छ नि त्यो बेलामा के गर्ने मनको भित्र माया दाया सोच्ने भनेको छ त्यो सँगै के गर्ने लामो छोक्सुङ्गी छेङ्गा गुरु र त्रिरत्नको मन्दिर जप्नुपर्छ भनेको छ ल भन्नुहोस् ल पहिला गुरुको मन्दिर नमो गुरुवे नमो बुद्धाय नमो धर्मय नमः संघाय हो त्यो अब इष्टदेवको मन्दिर धेरै छ तर त्यो सबै एउटामा सीमित हुन्छ त्यो के हो ओम आ हुम ल भन्नुहोस् ल ओम आ हुम ओमले के चिनाउँछ त्यसको मतलब ओमले बुद्धहरूको काया ओम आ भन्छ नि आले बुद्ध र इष्टदेवहरूको वाका वचन हुङले बुद्ध र इष्टदेवहरूको चित्ता हो त्यो हो त्यसो कारणले सर्व बुद्ध सर्व इष्टदेवहरू सबैको मन्दिर ओमाहुङको भित्र चाहिँ सीमित हुन्छ ल हो त्यो अब त्यसपछि अब यहाँ खोइ अघि बच्चाहरू थियो अब हामी पढ्नेहरू खास गरेर त्यो बच्चाहरू हाम्रो त्यो दिमाग बुद्धि धेरै विकास हुनुपर्छ त्यसको लागि बिहान मञ्जुश्रीको मन्दिर के अरे विवेक बुद्धि विकास हुने मन्दिर चाहिँ जप्नुपर्छ हामी यसो बिहान उठेर यताउता जाँदाखेरि ओमार बजनादि यस्तो भन्नुपर्छ यो पहिला यसो चलन थियो तिब्बतमा पनि थियो हिमालय क्षेत्रमा अहिले त केही छैन रहेछ त्यस्तो चलन के भयो है त्यसो सत्य हो बिहान है ओमार बजनादि दिदी 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 यस्तो भन्नुपर्छ अब यहाँ हो है पहिला शेरब गेला के भयो हेलो हेलो अब के हो यो पनि सिद्धियो क्या हो ए बत्ती आयो
अले हो या अब यहाँ सुन्नुहोस् है यहाँ के लेखेको छ शेरब गिला भन्छ नि बुद्धिको देवा प्रज्ञा देव भन्छ यो को मञ्जुश्री फक्पा जाम्बेल भने चाहिँ आर्य मञ्जुश्रीको मन्दिर के हो रे यहाँ ओम आरा पाचा नादी भन्नु यो भन्नुहोस् त ओम आरा पाचा नादी यसको मतलब चाहिँ ड्रोवर मेम्बर छेबे लो भनेको ड्रोवर मेम्बर छेबे लो प्राणीहरूको मन चाहिँ उब्लप हुने विकास हुनेको मन्त्र ड्रोवर मेम्बर छेबे लो ओम आरा पाचा नादी यो चाहिँ के हो यो मन्त्र के हो रे बुद्धिको मन्त्र ल प्राज्ञा मन्त्र अब त्यसपछि दिदी भने चाहिँ के हो के अरे प्राज्ञा होइन कि त्यो के भन्छ त्यसलाई स्मृति खस ठेम्बा हो याद छ नि याद विकास गर्ने मन्त्र चाहिँ दिदी भनेको हो दिदी चाहिँ ठेम्बेमा भन्छ नि यादको मन्त्र ठेम्बेमा त्यो शेरद ठेम्बा फेवा अब यो चाहिँ मन्त्रहरू भोलिदेखि नै जप्नुहोस् ल भोलि बिहान यहाँ आउँछ नि 5:30 बजे यहाँ आउँछ नि त्यो बेलामा मन्त्र जप्दै गरेर आउनुहोस् है त्यो कुराहरू छुतोक गरेर चाहिँ नआउने है उसले के गर्छ योले के भने अब धेरै दिदी से ठेम्बे फेवा अब अन्तिम थेने सांजो सोसो क्योते चोकजिङसो छेबे छे नम्बर 9 मा हेर्नुस् नम्बर 9 मा थेने सांजो सोसो क्योते चोकजिङसो छेबे छे बुजिङ सोला मैले जिम्बे न्याम्ने छाओ हो धेरै राम्रो छ नि अब खर्सा सांजो रुएते हामीले उसमा शौचालयमा जानु बेलामा हामीले अब दिशा पिसाहरू गर्छ नि त्योहरू सबै धर्ममा लाग्नु सक्छ त्यस्तो छेउको तरिकाहरू नजानेहरूले त त्योहरू सबै फाल्तु हो अब छेउको तरिका जानु भने दिशा पिसा गर्नु बेलामा त्यो सबै दानको रूपमा दिनुपर्छ हामीले दिशा गर्छ पिसा गर्छ त्यो खाने किराहरू धेरै हुन्छ नि उनीहरूले माया दया गरेर चाहिँ म दानको रूपमा दिँदैछु भनेर सम्झेर अनि त्यो सम्झेर चाहिँ गर्ने त्यो गर्यो भने जति दिशा पिसा गर्छ सबै धर्म हो अघि भन्यो नि छेदम यी कि रङ सिन्ते यदि चोसिङला डो भन्यो नि धर्म अधर्म सबै मनलाई भर पर्छ भन्यो नि अब माया दयाद्वारा दिशा पिसा दानमा दियो भने सोचेर गऱ्यो भने धर्म हो त्यसरी गऱ्यो भने सबै धर्म अब आज चाहिँ यहाँसम्म राख्छु है अब चिन्ने लगाउनुहोस् भोलि यसको पछि चाहिँ गर्ने अब भोलि बिहान सबैले यो अभ्यास गर्नुहोस् ल अब सुरु हो भोलिदेखि धर्म पढ्ने मात्र होइन कि ध्यान गर्ने अभ्यास गर्ने सुरु होला सो या थुची छे अब यहाँसम्म राख्छु